सेक्युरिटी गार्डमा राख्दैछ सरले। I am a cameraman. नेपाली हो। बेको कुरा चाहिँ नगरौँ कि राम्रो टपिक चाहिँ होइन। ग्रीसका गाना सुनेगा? क्रिस का नहीं आरजीबी का गाना सुनेगा। सर ग्रीस का गाना सुनेगा? नहीं सुनेगा, नहीं सुनेगा। एक बार सुन लो भाई। म पिकेन दाई अनि त्यसरी डेभिल आई निस्किँदैछौँ कल्पत्रु होटल कन्टेन्ट क्रिएटर मिटअपमा चाहिँ। र हाम्रो डेभिल भाइ चाहिँ उतातिर छ, आउँदैछ हाम्रो डेभिल भाइ। डेभिल्स वाटर बेच्छु भनेर भन्छ। त्यही हो, यहाँ 1000 रुपियाँको चाहिँ यहाँ समात्ने के भनेर भन्छ गिम्बल ट्राइपोड जेसुकै होस् त्यो किनेछौँ। झाडो त ठिकठाकै छ। हेरौँ पिकेएम दाई कतातिर छन्। स्कुटी त भाइले राखेको छन् दाइले। अब भने हामीहरू चाहिँ हल्का फुल्का भिडियो बनाउँछौँ त्यहाँभित्र। कन्टेन्ट क्रिएटरहरूलाई चाहिँ प्र्याङ्क हान्छौँ। प्र्याङ्क भन्नाले पनि अलिकति फनी टाइपको भिडियोहरू बनाउँछौँ। गाडीको सिन यस्तो छ। ठंडी बहुत है। हाँ ठंडी तो बहुत ज़्यादा ही है। 3 जना हालेर हिँड्नु पर्छ। ट्राफिक रुल फलो नगर। बिहान भन्दा नि अलिक चिसो लागिरहेको छ। बिहान त्यति चिसो थिएन। गरेर आयो नि त्यही भएर हो। कोठामा थियौँ त्यही भएर पनि हो नि त। अघि न त चिसोमा घुमिरहेको थियौँ र त्यस्तो केही नलागेको। होटल कल्पत्रु बोलते। यो होटल कल्पत्रु र हाम्रो केटाहरू तलै होला नि सबै। हेरौँ कतातिर छन्। र हाम्रो चाहिँ यता टेक्नोलोजिया ग्याङ। हाम्रो सेकेन्ड कन्टेन्ट क्रिएटर मिटअपमा स्वागत छ सबैलाई। नेपाली टाइम नेपाली टाइमको नजिक आएको छ नेपाली। नो फलो नेपाली। त्यही भएर त आज छिटो आज खुसी लाग्यो। यत्रो भिडियो के यस्तो के छ त? सेक्युरिटी गार्डमा राख्दैछ सरले। ब्याङ्कर सरले होइन? ब्याङ्कर सरले केही न केही त हेल्प गर्नु पर्यो नि सरलाई। ठिक छ। I am a cameraman. I am very serious cameraman. Actor, cameraman. Viewers हामीहरू सबै क्यामेराम्यान प्लस एडिटरहरू जस्तो लाग्दैन हामीसँग चाहिँ। यतातिर चाहिँ हाम्रो डेभिल भाइको लेखापढी चलिरहेको छ होइन। यहाँ आएर पनि फर्म भर्नु परिरहेछ। जहाँ गए पनि फर्मै भर्नुपर्छ होइन। सुन्नु न यता हेर्नु न। 8 क्लासदेखि हो 12 क्लाससम्म पढेछु। ब्याचलर त अब भनौँ पढि नै रहेको छु। 8 क्लासदेखि 12 क्लाससम्म बुक किनेन के। यहाँ लेखापढी गराइराख्ने यार के गरौँ अब। जहाँ गएर पढ्न पर्ने जरुरी छ। नेपाली हो। बिस्तारै भेटेपछि गरौँ नि। आज भेटिन्छ कि के त? पिकेन दाइ कहिले होला? यो त आउँछ नि त। हो नि त। कहिले साथीको बिहे किन होला यस्तो गर्ने? पिकेन दाइले 2टा जान लाग्नुभएको छ। कहिले पहिला भइसकेको छ उहाँको बिहे। थाहा भन्दैन किन चढाएको हो सबैजना। सबैजना चढाएको यार मै माथि। अन्डरग्राउन्ड बिहा गर्नु भएको छ तपाईले? नै पब्लिकै बिहे भएको छ क्यारे हुन चाहिँ। अनि के हो त दाइ अर्को बिहेको कुरा चल्दैछ। खै बिहे गरेको मान्छेलाई के भन्ने हो? बिहेको कुरा नगरौँ। के भने यार बिहेको कुरा चाहिँ नगरौँ कि राम्रो टपिक चाहिँ होइन। फेरि म आउन पाएन भनेर हजुर फेरि मलाई फेरि चाट्नुहुन्छ। हुन पनि सुतेर बस्दा थियो भाइ। तपाईको पर्सन छ मेरो श्रीमानले यति गर्नुहुन्छ कि शरम चाहिँ पागल हो। मैले उहाँको साथी अहिलेसम्म चिनेको भनेको एउटा तपाईँलाई हो, एउटा आकाशलाई हो। सबैभन्दा बेसी नाम भन्ने भनेको डेन्जी भाइ अनि आकाश। अब डेन्जी भाइ आए बेला त निस्किने हो। जहिले पनि आयो डेन्जी भाइ। मलाई चाहिँ सो गिभ अ बिग राउन्ड अफ अप्लॉज फर आरसीबी
गर्दाखेरि म पनि कन्फिडेन्ट बनाउँदैछु किन मेरो पनि कन्फिडेन्ट चाहिँ Alright, give a big round of applause for Mr. RCB Nihal. Talented personality, awesome leader भन्नुपर्छ। ट्यालेन्ट आफ्नो ठाउँमा छ तर सबैलाई संयुक्त रूपमा लिएर जानु भनेको पनि इज नट अ फिकिङ जोब। एकअर्कालाई सपोर्ट गर्न धेरै नै जरुरी छ। त्यही सपोर्टको लागि नै आज हामी सबै सँगै छौँ हैन? अलि आवाज आएन? So program start गर्ने सबैजनाले start गर्ने Okay. Okay, so let's start गरौँ सुरुमा। So namaste and good afternoon everyone. So welcome to the second content creator meetup and gathering. So it truly means a lot to see so many talented creators, artists and influencers under one. मेरो नाम चाहिँ रवि बस्नेत। तपाईले मलाई गोल्डन वकको प्रिमाइसेसमा पनि भेट्न सक्नुहुन्छ। विभिन्न +2 कलेजमा आज होटल म्यानेजमेन्ट टिचर पनि हेर्न सक्नुहुन्छ। रेडियो र टिभी अहिले मैले होल्ड गरेको छु, पैसा दिन्न, त्यहाँ काम गरेर पनि केही हुँदैन। पैसा पनि चाहियो नि त ब्रो। कन्टेन्ट क्रिएटर प्लिज आफ्नो पैसामा चाहिँ फोकस गर्नु होला है। त्यसको पनि प्रचार गरिरहेछ, त्यसको पनि प्रचार गरिरहेछ, त्यसको पनि प्रचार गरिरहेछ। ल भयो, धन्यवाद ब्रो भन्छ। धन्यवाद लागि त प्रचार गरे होइन नि त। अब स्टेजमा तँलाई म यति पैसा दिन्छु आज बोल्दैन भने हुन्छ, कसैले पैसा दिएन कि केहीले पैसा दिए। मैले स्टेजमा बोल्न पनि छोडेको छ। निहाल भाइले म मिडियामा देखिन्न भन्दा भन्दै पनि रविलाई एकचोटि गर्नुपर्छ भन्ने कुरा गरेर चाहिँ यो चाहिँ मेरो डेडिकेसन सपोर्ट हाम्रो निहाल ब्रदरको लागि। र यो चाहिँ एप्रिसिएटिङ कुरा पनि हो किनभने लाइक डेब्यु गरेको आर्टिस्टहरू आउँदै हुनुहुन्छ, कन्टेन्ट क्रिएटरहरू आउँदै हुनुहुन्छ। आफूले थपाएको कुराहरूमा तपाईँलाई चाहिँ सेयर गर्न, आइडिया नलेजहरू चाहिँ सेयर गर्न नै आजको यो प्रिमाइसेस यो मिटिङमा आउनुको मुख्य कारण थियो। सो ह्याप्पी एन्ड सो प्राउड अफ निहाल, आरसीबी निहालको लागि फेरि पनि तालिम गर्नु। यो मान्छे तालिम पाउँछ आएर इन्ट्रोडक्सन दिने कि आफू बसेको ठाउँमै दिन चाहनुहुन्छ? स्टेजमा आउनुहोस् न है। Alright, give a big round of applause for Mr. Vises. Hello everyone, मेरो नाम चाहिँ विशेष भुषाल। नेपालगञ्जकै मान्छे हो म। यही जन्मेँ, यही हुर्किएँ, एन्जल्समा मेरो पढाइ भयो। अनि अहिले चाहिँ अब लाइफको कुरा गर्दाखेरि आइम अ म्युजिसियन। मैले धेरै वर्ष म्युजिक गरेँ, नेसनल इभेन्टहरू धेरै गरेँ। अनि अहिले चाहिँ नेपालगञ्ज कस्मेटिक सेन्टर भन्ने मेरो पसल छ। अनि त्यसैको बारेमा मैले इभेन्टहरू बनाइरहेको हुन्छु। अनि चाहिँ म्युजिक रिलेटेड आफूले चाहिँ कन्टेन्टहरू बनाइरहेको हुन्छु। र चाहिँ हाम्रो चाहिँ कस्मेटिक प्रडक्ट रिलेटेड भिडियोजहरू होइन, हजुरको नलेजको लागि अथवा कुन प्रयोग गर्दाखेरि कस्तो हुन्छ त्यसको रिलेटेडहरू भिडियो बनाइरहेको हुन्छु मैले। अरूलाई चान्स दिउँ। थ्याङ्क यू सो मच। And good afternoon to everybody out here. It's a very astonishing and a great pleasure of mine to see you all here. प्रब्लम छैन इङ्ग्लिसले गर्दा, नेपालीमा पनि बोल्न सक्छु मैले है। यसरी नहेरिदिनुहोस्, जज नगरिदिनुहोस् मलाई है। इङ्ग्लिस आउँछ भनेर भोग्दियो। So एउटा च्यालेन्ज दिउँ कि हिन्दीमा भन्नु न। हिन्दीमा। I'll try. Okay. हिन्दीमा भन्नु नि introduction। मेरा नाम प्रिंस है, नाम से अभी प्रिंस हूँ, काम से बाद में बन जाऊंगा। मेरी स्कूलिंग एंजल्स हाई स्कूल से हुई है और नर्सरी से लेके क्लास 5 स्टैंडर्ड तक मैंने एंजल्स से स्कूलिंग की। 2 साल सस्पेंड हो गया, बाद में बताऊंगा वो स्टोरी। फिर बाद में मेरा राज ज्वाइन कर लिया, फिर वापस मैं टीचर बन गया एंजल्स में। नेपोटिज्म फेवरेटिज्म के चक्कर में वापस एंजल्स में एंट्री हो गई। सो मैंने अपना एसएलसी एंजल्स हाई स्कूल से पास किया। फिर बाद में इट्स अ लॉन्ग स्टोरी, यू नो दैट सक्सेस स्टोरी इज रेडी, आई एम रेडी फॉर माय सक्सेस। और रिसेंटली कोविड में पापा की डेथ हो गई, देन आई लेफ्ट ऑल माय स्टडीज एंड ऑल। आ गया अपनी दुकान पे, चिप्स बनाया, घर घर लोगों के गया। मैं बनाता हूँ चिप्स, आप लोग ट्राई करो, अच्छा लगता है तो ऑर्डर करो। Excuse me, sir. Excuse me. Yes, sir. कभर गरेर अनि म चाहिँ इन्डियाको लागि चाहिँ निस्किन्छु। हस् त, धन्यवाद। Hi everyone, नमस्ते नेपालगञ्ज। मेरो नमस्ते नेपालगञ्ज हो है। मेरो नाम चाहिँ CEO नेपाल, नमस्ते नेपालगञ्ज। यस यस। अनि मेरो नाम चाहिँ प्रतीक्षा बस्नेत है। म चाहिँ हल्का
टिकटकहरू पनि बनाइरहेको छु कन्टेन्टहरू जस्तै नेपालगञ्जलाई कसरी रिप्रेजेन्ट गर्न सकिन्छ लाइक मिनी ब्लग्सहरू जस्तै फुड्सहरू भयो अनि नेपालगञ्जको ठाउँहरू होइन त्यस्तै रिलेटमा चाहिँ कन्टेन्टहरू बनाइरहेको हुन्छु कहिलेकाहीँ यसो स्पोन्सरहरू भेटिहाल्नुहुन्छ हाम्रो नेपालगञ्जको एकदम ठुलो पहिचान र त्यसैलाई नै रिप्रेजेन्ट गर्नको लागि हामीहरूको नेपालगञ्जको पेज थियो त्यो अहिले चाहिँ हामीहरूको इक्विपमेन्टहरूको कमीले गर्दाखेरि र अहिले अपर्च्युनिटीहरूको कमीले गर्दाखेरि अहिले स्थगित छ तर फेरि पनि छ कि हामीहरू नयाँ भिडियोजहरू ल्याउँछौँ थ्याङ्क यू सो मच भनौँ भने एउटा टिचर हो अनि मेन मेरो मोटिभ भनेको नेपालमा जति पनि छन् सबलाई मोटिभेट गर्ने कि एज अ प्यासन यु क्यान डु एभ्रिथिङ मतलब तिमी अब मेरो भनाइ भनौँ भने यदि त्यो एउटा टिचर एउटा बिजनेसम्यान हो नि कोही पनि केही पनि आफ्नो प्रोफेसन गरिरहेछ भने धेरै आफ्नो फिटनेसलाई पनि सुधार सम रिजन म बाहिर थिएँ सो यति धेरैजना हुँदो रहेछ एन्ड मैले चाहिँ चस्मा लगाएको छैन सो देख्दिनँ मैले अहिले कतिजनाको फेस एकदम ब्लर छ सो अगाडि आएर मसँग चाहिँ ठ्याक्क यसरी घुम्यो भने चाहिँ बोल्न सक्छु क्या म अहिले चाहिँ देखाएको छैन सो थ्याङ्क यू सो मच आजको इभेन्ट यसरी अर्गनाइज गर्ने टिमलाई नै awesome personality ले बहुमन्दा represent गर्नुहुन्छ एकपल्ट फेरि ताली एकपल्ट फेरि इन्टरनेसनली हामीलाई पहिचान दिन चाहिँ सफल हुनुभएको अर्को आर्टिस्ट अर्को कन्टेन्ट क्रिएटर सबैजनालाई नमस्कार नै भन्न चाहन्छु र मलाई नेपाली बोल्न नै सजिलो लाग्छ भनेर म नेपाली नै बोल्छु है सबैजनालाई पहिला चाहिँ मैले टिकटक यतिकै डाउनलोड गरेर थिएँ अहिले चाहिँ फलोवर यति पुगेछ भनेर मलाई विश्वास अहिले पनि ट्रस्ट भइरहेको छैन सो यतिको हाफ फलोवर हुँदा पनि दाइले पहिला पनि हाम्रो भेट भएको 500K फलोवर हुँदाखेरि त्यो बेला पनि मलाई एकदम खुसी फिल भएको थियो सो अहिले पनि हजुरहरूलाई चिन्ने मौका पाएको छु एकदमै खुसी लागिरहेको छ सो अहिले टिकटकमा अलिक टाइम दिन सकिरहेको छैन बिजनेसले गर्दा त्यही पनि अगाडि गर्नुहोला सो सबैजनाले माया गर्नु होला सपोर्ट गर्नु होला मसँग पनि आइदिनु होला धन्यवाद छ यति मायाको लागि थ्याङ्क यू सो मच सल्भ गर्लान् भन्ने मलाई आशा छैन तर कन्टेन्ट क्रिएटरहरूले यो मुद्दा बाहिर निकालेपछि चाहिँ धेरै कुराहरू हुन सक्छ अब यो कन्टेन्टले नै यो देशमा जेन्जी आन्दोलनकै लिएर आएको हो होइन नत्र भने यो कन्टेन्ट नभएको भए हामीले फेसबुक नचलाएको भए टिकटक नचलाएको भए हामीले धेरै कुराहरू माथि के भइरहेछ थाहा पनि पाउँदैनौँ किनभने जेन्जी आन्दोलनमा त म पनि थिएँ त्यहाँ होइन त्यो जेन्जी आन्दोलनलाई कसरी के गरियो होइन हुने चिज पनि त्यहाँ नहुनुपर्ने धेरै कुराहरू थियो तर भयो त्यसको लागि त ठिकै छ तर कन्टेन्टलाई एज अ हामीले मोनिटाइज वेमा पनि लग्ने हो Good afternoon, everybody. Myself, Ahmed Raza Pathan, and I today meet and greet welcome program में all content creator का most welcome करता हूँ। मैं मोबाइल में देखकर क्यों बोल रहा हूँ क्योंकि मुझे जो बोलना है वो मैंने प्रॉपर नोट किया है So most welcome to all content creators from the side of Psycho Boys 11. मेरा नाम अहमद राजा पठान है स्टिल मैं क्लास 12 साइंस फैकल्टी में स्टडी कर रहा हूँ As we can understand that study and content creation is too hard but still हम लोग ने एक टीम बनाया है जिसका नाम साइको बॉयज 11 है। हेलो एभ्रिवान गुड आफ्टरनुन म चाहिँ मोहम्मद सफी हाम्रो 19 बजार नेपालबाट मैले चाहिँ विदेशमा 16 वर्ष काम गरेर आएँ अनि लाइफमा मैले चाहिँ कन्टेन्ट क्रिएटर थिएन कहिले पनि लाइफमा ब्लगहरू केही बनाएको थिएन अनि मलाई चाहिँ समीर नेपालगञ्ज ग्यालरीको एउटा सानो पसल गरेर स्टार्ट गरेको अनि म चाहिँ आउनु मेरो पसलमा यो कुरामा के गरेर बसिरहेको छु भन्नुभयो अनि मैले म चाहिँ केही वर्कसप बनाउन आउँदैन उहाँले आफै आएर बनाउनु मलाई नेक्स्ट डे चाहिँ उहाँले फाइल गरिदिनु अनि त्यसपछि उहाँ केबिन आज उहाँ आउनु भएन यहाँ हाम्रो प्रोग्राममा अनि मलाई चाहिँ भाइरल गर्नु उहाँहरूले होइन अहिले मेरो चाहिँ
बिजनेस चाहिँ राम्रै छ। मैले एउटा स्टोर चाहिँ रुपैयाँमा पनि सम्हाल्दैछु होइन। धेरै धन्यवाद चाहिँ कहिलेकाहीँ हाम्रो स्टोरमा भिजिट गर्नुभयो। यस्तो वाला यस्तो स्क्रिनशट हान्न हो कि यस्तो वाला यस्तो वाला यो लभली पिगम दाइ किन अगाडि नगएको नभन्नु मेरो घाँटी ठिक छैन गाइस त्यही भएर नै अब यस्तो लाग्यो कि मलाई अब होइन किन भन्दाखेरि म यति राम्रै भएर आएको छु अनि त्यहाँ कसैले नजर लगाउला अनि कसैको मन चित्त दुख्ला कसैको भन्ने यस्तो चिन्ता लाग्यो क्या मलाई मेरो सेम रिजन हो खासमा भन्नु पर्दाखेरि होला कस्टमरहरू भन्दा कतिजना के होला नि त्यसैमाथि यहाँ हनरको प्रचार भइहाल्छ बिल्ला भइहाल्छ के भन्नु अब हनरले मलाई पैसा दिइराखेन प्रचार गरेको है भाइले त्यसैले मैले त्यही पनि म हनरको नो ब्रान्डिङ रजिस्ट्रेसन फर्ममा पनि मैले आफ्नो नम्बर लेखेको छैन साथीहरू त्यसैले ताकि कसैले चाहिँ मेरो नम्बर लिएर मलाई राति 11 बजीसम्म कल गर्छ कि भनेर मैले मेरै श्रीमानको नम्बर राखिदिएको छु लाइनमा दाइ ग्रीस का गाना सुनेगा ग्रीस का गाना सुनेगा भोजपुरी तो चाहिए भोजपुरी गाना नआएसम्म गानाको ग्रीस का गाना सुनेगा सुनेंगे ग्रीस का गाना सुनेगा तो एक बार सुन लो भाई क्रिस का गाना सुनेगा क्रिस का गाना केटा क्रिस का गाना सुनेगा सुनेगा हम टेरिस पे सुनेगा हाम्रो कन्टेन्ट क्रिएटरहरूलाई टी ब्रेक दिएको अवस्था केटा हो कस्तो लाग्यो टेस्ट हालेछ एकदम कस्तो लाग्यो हाम्रो इभेन्ट हाम्रो निहाल सरले गराएको एकदम राम्रो लाग्यो मजा आइरहेको कि आयो मात्रै आइरहेछ पनि आयो पनि लास्टमा पनि आउँछ मजा ल ठिक छ 10 वर्षमा म पनि इन्क्लुड हुन्छ कहाँ जानु सुप्रिम आगिसक्यो गइसक्यो भ्लग बनाउँला भनेर वेटिङमा थियौँ मान्छेहरू यस्तो गायब भइदिन्छन् आदिबाट सबै नेपालगञ्ज यति धेरै सेलिब्रिटीहरू छन् हाम्रो मेन सेलिब्रिटी सबलाई जोड्ने हाम्रो निहाल सर सेलिब्रिटी होइन हामी ग्याङ मेम्बर हो क्या नेपालगञ्जिया हो #hashtag कनेक्ट नेपाल अलवेज टिचर सरसँग हल्का इन्टरभ्यू दिइहाल्छु सर हजुर तपाईँ त टिचर मान्छे है हजुर म त स्टुडेन्टै मान्छे कहाँ हो टिचर त हो अब त्यस्तो टिचरै हुनुहुन्छ हजुर टिचर साथसाथ मलाई एउटा रिभ्यू दिनु न हजुर म स्टुडेन्ट भयो हजुर अगाडि गएर बोल्नु बहुत गाह्रो लाग्छ त्यो त स्टार्टिङमा मनिसकेको थियो फर्स्ट अगाडि बोल्नु बहुत गाह्रो लाग्थ्यो एक दिन म जङ्गलमा घुमिरहेको थिएँ कि बाइकमा घुमिरहेको एक्सप्लोर गरिरहेको थिएँ बाँसबेडी हराएको क्यामेरा खोलेमा भने म हराएको छु त्यहाँदेखि चुलमाचीको भिडियो बनाउँछु त्यहाँदेखि भिडियो बनाउँदै लाग्छ मेरो सपोर्टर दाइले मलाई सपोर्ट गर्नुहुन्छ त्यहाँदेखि यहाँ आयो कि राम्रो रिभ्यूहरू पाएँ कि मैले सरहरू हुनुहुन्छ कन्टेन्ट नबनाए पनि सजेसन दिनुहुन्छ कि गर्न सकिन्छ त्यहाँदेखि सजिलो लाग्नु भयो यति राम्रो रिभ्यू दिनुहुन्छ अझै हल्का के मन त्यही हो सबै जे लाग्छ जस्तो घरमा जे हामी जसरी बोलिरहेको साथीसँग जे बोलिरहेको छ सेम टु सेम यदि हामीले कन्टेन्टमा उतारिदिउँ भने मान्छेले अलि इन्गेज हुन्छ हामीसँग त्यति हो त केही छैन बाँकी अब चाहिँ अलि गेमतिर म धेरै फोकस छु आफ्नो बडी बिल्डिङ र अभियसली
अनि यता टिचर भएर पनि यत्रो दामी बडी देखिन्छ सर स्टुडेन्ट डराउँदैन स्टुडेन्ट डराउँछन् खुसफुस गरिरहन्छन् क्या भन्छन् मुखमा भन्दैन तर यसमा पार्टिसिपेसन त फ्री नै छ तर त्यसको लागि हामीले एउटा फर्म भर्नुपर्छ त्यो फर्ममा क्युआर जुन जेनेरेट हुन्छ त्यो देखाएर मात्र हुन्छ हामी जस्तो यहाँ आएर फर्मको पेमेन्ट गरेर या फेरि यस्तो गरेर त्यसमा छैन त्यसमा फ्री छ तर त्यो क्युआर फर्म भर्नुपर्छ त्यो क्युआर फर्मको मैले एउटा भिडियो बनाएर त्यो ग्रुपमा हालिदिन्छु र यो क्युआर यो जुन प्रोग्राम भइरहेको छ एकदम ठुलो प्रोग्राम हो हाम्रो अपर्च्युनिटी एकदम ठुलो अपर्च्युनिटी हो यसको लागि म 3 वर्षदेखि कन्टिन्यू ट्राई गरेर चाहिँ त्यो प्रोग्राम पार्टिसिपेट गरेर काठमाडौँ हुन्छ चितवन हुन्छ पोखरा नेपालमा भइरहेको थियो सो लास्ट मैले चान्स पाएँ उहाँको हाम्रो युएस एमपिएससीको करेन्ट एफेयरको चिफ सरसँग नि मार्खा उहाँ चाहिँ अनुप नेपालको हामीसँग कोलाबोरेसन गर्नुभयो र 1 वर्ष यहाँ कति कन्टेन्ट क्रिएटरहरू छन् यदि छन् भने हामी गरौँ 1 वर्षदेखि उहाँले रिसर्च गरिराख्नु भएको छ सो त्यही बेलामा सबै कन्टेन्ट क्रिएटरहरूलाई एकैचोटि एकै ठाउँमा बोलाएर यस्तो अनाउन्समेन्ट गर्दा सजिलो हुन्छ भनेर बोलाएको खासमा आजको मकसद पनि यही थियो मकसद मेन रिजन यही थियो अनि सबैजना आउनुभयो त्यसको लागि थ्याङ्क यू मैले एउटा त्यो फर्म कसरी भन्नुपर्छ त्यसको भिडियो बनाउँछु अनि हामी 3 जना प्यानलिस्ट छौँ अब त्यहाँ के एक्सपिरियन्स सेयरिङ हुन्छ त्यही थाहा पाउनुहुन्छ तर अझै ट्यालेन्टेड हाम्रो जुन कन्टेन्ट क्रिएटरहरू छन् काठमाडौँको चितवनको अझै पोखराको एकदम ट्यालेन्टेड उहाँहरू सबैजना आउँछ वर्कसप हुन्छ अनि कसरी आफूलाई मोनेटाइजेसन गर्ने आफूलाई ब्रान्डिङको लागि कतिको तयार छन् आफू कति प्रोफेसनल म नेपालको कन्टेन्ट क्रिएटर पुरानो कन्टेन्ट क्रिएटर हुँदा पनि मसँग मोनेटाइजेसन डिलहरू छैन मेबी के कारणले म प्रोफेसनल नभएको कारण हुन्छ नानीहरू धेरै प्रोफेसनल छन् सो यो कन्टेन्ट क्रिएटरबाट हामीले जुन मेला हुन गइरहेको छ यो वर्ष पहिलो जुन आइरहेको छ यसलाई सबैजना अपर्च्युनिटी एकदम ग्राब गरौँ अनि म पनि सिक्ने छु त्यहाँ सबैजना सिक्नु होला र यही आजको प्रोग्राम र एउटा प्रोग्राम एन्ड गर्नुभएको छ जो धेरैजना आत्तिसकेको छ 12 देखि 3 बजीसम्म 3 बजीसम्म भनेको छन् 1 घन्टा लेट भएको छ यो हाम्रो नेपाली टाइम भन्ने एउटा छ नि त्यही कारणले तर मैले पनि बुझ्छु त्यही भएर नेपाली टाइममध्ये एजी क्याबिन आउँथ्यो भने 12 बजी नै स्टार्ट गर्थेँ क्याबिन आएर 1 घन्टा ढिलो गरेँ सो थ्याङ्क यू सो मच सबैजना आइदिनुभयो अब